यो खसीको बोसो चाहिँ हामीले थुपारेर राख्छौँ क्या साथीहरू हैन। अनि यो चाहिँ साबुन फ्याक्ट्रीमा जान्छ अरे क्या। अनि यसको मोमबत्तीहरू पनि बन्छ अरे। अनि हामीले लगाउने लिपस्टिकहरू पनि बन्छ अरे क्या साथीहरू हैन। अनि यो चाहिँ हामीले जम्मा गरेर राख्छौँ, एकैचोटि बेच्छौँ क्या साथीहरू यो चाहिँ। अनि अलिक सस्तोमा लान्छ चाहिँ, तर जम्मा गरेर राखेपछि यो किन त्यतिकै फाल्नु हैन। अनि हामी चाहिँ साबुन फ्याक्ट्रीलाई पठाउँछौँ क्या यो। अनि मैले चाहिँ आज आन्द्रा धुने तरिका देखाउँदैछु क्या। अब एकैचोटि भिडियो राख्दाखेरि लामो हुन्छ नि त साथीहरू। अनि मैले चाहिँ अब छोटो छोटो एउटा गरेर देखाइरहेको छु। अब यो पछि म बोसे आन्द्रा धोएको पनि हजुरहरूलाई भिडियो राख्छु हैन। सबैजनाले हेरेर साथ दिनु होला। यो चाहिँ सानो आन्द्रा हो हैन। सर यसरी झिक्ने हो क्या साथीहरू। चट्ट लाएर यसरी झिक्ने त्यो लाएर हैन। सजिलो चाहिँ सजिलो हुन्छ क्या। नजान्नेले चाहिँ चुट्या गर्छ अनि गाह्रो अप्ठ्यारो पनि हुन्छ हैन। अनि जानिसकेपछि चाहिँ एकदम सजिलो। तर यो अब खसी हामीले सफा हुने साथै अब आन्द्रा भुँडी झिक्ने साथै आन्द्रा सफा गऱ्यो भने चाहिँ एकदम सजिलो हुन्छ। अनि त्यो के अरे कस्तो निलो बस्छ क्या त्यो कुनैमा चाहिँ हरियो जस्तो बस्छ यो आन्द्रामा। चाँडै सफा भयो भने चाहिँ बस्दैन, ढिलो सफा भयो भने चाहिँ हरियो बस्छ क्या। अनि फोहोरै छ जस्तो लाग्छ हैन। त्यही भएर अनि छिटो सफा गऱ्यो भने यस्तो सफा हुन्छ क्या साथीहरू हैन। अनि हामीले चाहिँ यसरी सफा गर्छौँ कि मैले चाहिँ अनिखेर चट्ट यहाँनिर अब पानी हाल्ने कि यो आन्द्रालाई चाहिँ फर्काउनु पर्दैन क्या साथीहरू। कतिजना चाहिँ यो सानो आन्द्राले पनि फर्काउनु पर्छ भन्नुहुन्छ हैन। यो चाहिँ फर्काउनु पर्दैन। अनि यस्तो यो उसिन्दाखेरि पनि मजाले यस्तो दुनुपर्छ, दुने क्या तान्ने सफा गर्दाखेरि के अरे उसिन्दाखेरि पनि मजाले यसरी हो यसरी नै सफा गर्नुपर्छ उसिन्दाखेरि पनि। त्यो भएपछि त्यो भित्रको तितो सितो केही पनि आउँदैन क्या साथीहरू। न त हामीले पानी पनि हालेर सफा गरे हुन्छ हैन। अनि त्यही पनि अझै हामीले उसिन्दाखेरि पनि यसरी नै तानेर सफा गर्नुपर्छ है साथीहरू। अनि चट्ट लाएर मैले चाहिँ अब यसलाई टक्क लाएर सुई बाट्छु के। तर त्यहाँ तुरुङ भएर यस्तो अप्ठ्यारो हुन्छ।